यो देशमा न्याय मरेको छैन, तर न्यायलाई कोमामा पुर्याउने भयंकर ठूलो डिजाइन भने पक्कै भइरहेको छ। एकातिर संसदमा 2/3 शक्तिशाली सत्ता छ, जसले जे चाह्यो त्यही गर्न सक्ने अवस्था बन्दैछ। अर्कोतर्फ त्यही सत्ता र राज्य संयन्त्र एउटा मान्छेको पछाडि हात धोएर होइन, सिंगै ज्यान फालेर लागेको विगतको इतिहास छ। ती व्यक्ति हुन् लाखौं नेपालीको आशाको केन्द्र रवि लामिछाने। आज हामी एउटा यस्तो सेटिङको पर्दाफाश गर्दैछौं जसले तपाईको रगत उमाल्नेछ। तपाईलाई लाग्दो हो कानून सबैका लागि बराबर छ, तपाईलाई लाग्दो हो सरकारी वकिलको कार्यालय र राज्यका निकायहरूले निष्पक्ष काम गर्छन्, तर होइन। आज सर्वोच्च अदालतको ढोकाभित्र राज्य सत्ताको यस्तो नाङ्गो नाच उदाङ्गो भएको छ जसले प्रमाणित गर्छ नेपालमा कानून दृष्टिविहीन मात्रै होइन, कसैको इशारामा नाच्ने कठपुतली बनिसकेको छ। मुद्दा फिर्ता लिने नाममा रवि लामिछानेमाथि कतिसम्मको भद्दा मजाक र कागजी जालसाजी भइरहेको छ, आजको भिडियोमा हामी चर्चा गर्नेछौं। आज हामी महान्यायाधिवक्ताको त्यो गोप्य करतुतको चिरफार गर्दैछौं जसले सिंगो देशलाई चकित पार्नेछ। आउनुहोस् सुरु गरौं। सबैभन्दा पहिले यो मितिको खेल राम्रोसँग बुझ्नुहोस्। पुस 30 गते महान्यायाधिवक्ता सबिता भण्डारी बरालको टेबलमा एउटा फाइल पुग्छ र निर्णय हुन्छ रवि लामिछानेको हकमा मात्रै आरोप पत्र संशोधन हुने। राज्यले एउटा यस्तो निर्णय गर्यो, तर अचम्मको कुरा के भने यो देशको कानून र निर्णय 2 दिनमै कसरी हावाको भरमा उठ्छ। ठीक 48 घण्टापछि माघ 2 गते त्यही कार्यालय तीनै महान्यायाधिवक्ताले फेरि अर्को निर्णय गर्छन्। होइन, रविको मात्रै होइन, अरू सबै आरोपितको हकमा पनि आरोप पत्र संशोधन हुने। के देशको महान्यायाधिवक्ताको कार्यालय कुनै कमेडी क्लब हो? के यहाँका निर्णयहरू केटाकेटीले खेल्ने भाटाकुटी हुन् जो बिहान एउटा र बेलुका अर्कै हुन्छ? एउटा गरीब र निमुखा नेपालीले अदालतमा न्याय माग्दा जुत्ताको तलुवा खिएर सकिन्छ, वर्षौं लाग्छ, तर यहाँ 48 घण्टामै एउटा ठूलो निर्णयमा युटर्न हानिएको छ। सबैभन्दा भयानक र डरलाग्दो खेल सर्वोच्च अदालतमा भएको छ। सर्वोच्च अदालतमा राज्यले कुन निर्णय पेश गर्यो थाहा छ? त्यही पुस 30 गतेको पुरानो निर्णय। अनि माघ 2 गतेको असली निर्णय कहाँ गायब पारियो? कुन दुलोभित्र लुकाइयो त्यो कागज? के महान्यायाधिवक्ताको कार्यालयको फाइल बाटोमै मुसाले खायो कि कसैको खल्तीमा लुकाइयो? यो सामान्य प्राविधिक गल्ती हुँदै होइन, यो रविलाई सिद्ध्याउन बुनिएको एउटा यस्तो षड्यन्त्र हो जहाँ अदालतलाई नै गुमराहमा राख्ने दुस्साहस गरिएको छ। धन्य हुन् सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र सुनिल कुमार पोखरेल, जसले यो लुकाइएको कागजको कुइडो गन्ध बेलैमा थाहा पाए।